मुला फलेर यत्रो एक्ला भएसँग मुला खान्छ कि ओहो मुला फलेर यत्रा भइसकेछ नि कि यो मुला कहिले पनि भन्न पर्यो यति ठुलो भयो नि कि सबै उक्काउने भएको कति राम्रो भएको कि यस्तो टमाटर यहाँ यस्तो फल्यो अम्बा भयो यी कागती अब यहीँ तुलसी यहीँ दबाई गर्नु छ यी यहाँ खुर्सानी डल्ले खुर्सानी यो टमाटर भयो अलि लाई लागेछ अनि यी फुलकोपीहरू यहाँ सिन्की पारेर राखेको छ यी अब यस्तो छ यी कति राम्रो छ कति राम्रो भयो यो दबाई गर्नु पनि यहाँ यसमा त 15-20वटा फलेर खाइयो यस्तो राम्रो भइराखेको छ बाल्टीमा लगाएर पनि हुँदैछ